So what's up gang, welcome to the series of Digital Logic. आज चाहिँ हाम्रो यो के म्यापकै प्रब्लम चाहिँ हो है हाम्रो सिम्प्लिफाई द बुलियन फंक्शन f एन्ड डोन्ट केयर कन्डिसन इन SOP. एउटा चाहिँ SOP मा सिम्प्लिफाई गर भने है, एउटा चाहिँ POS फाइन्ड गर भनेको छ है सिम्प्लिफाई गरेर. अनि त्यसपछि चाहिँ हाम्रो ड्र इट युजिङ NAND इक्विभ्यालेन्ट लजिक भनेर भनेको छ. अनि यो चाहिँ हाम्रो क्वेशन 2015 को है त. यो हाम्रो फल 2015 को क्वेशन हो. 2015 को क्वेशन हो, फल 2015 को. सो यस्तो क्वेशन चाहिँ पहिले 2015, 16, 13 तिर चाहिँ धेरै आइरा हुन्थे. अहिले चाहिँ यस्तो क्वेशन नदेखेको चाहिँ धेरै भयो. सो लेट्स सी है. अब यसलाई चाहिँ कसरी सल्भ गर्ने भनेर चाहिँ हामीले हेरौँ है त. सो हाम्रो के हुन्छ भन्दा चाहिँ हामीलाई यसले दिएको चाहिँ हामीले फर्स्टमा हामीलाई दिएको यो जुन हाम्रो बुलियन फंक्शन हुन्छ, फंक्शन जुन हाम्रो f र डोन्ट केयर को दिएको छ, त्यसलाई चाहिँ हामीले सिम्पली पहिला स्ट्यान्डर्ड फर्ममा राख्नुपर्ने हुन्छ. स्ट्यान्डर्ड फर्ममा राख्नलाई चाहिँ हामीले के फाइदा उठाउँछौं भन्दा एकछिन रोक्नु है त. मलाई a बार b बार d बार प्लस a बार c d प्लस a बार b c. हाम्रो हेरौँ फंक्शनमा चाहिँ हाम्रो कतिवटा भेरिएबल छ. एउटा a छ, b छ, d छ अनि c पनि छ कि नै. हाम्रो यो फंक्शनमा चाहिँ टोटल भेरिएबल चाहिँ 4 वटा युज भएको छ. बट हाम्रो इच हाम्रो यसमा चाहिँ हाम्रो 3 वटा मात्र छ. यसमा c मिसिङ छ, यसमा b मिसिङ छ, यसमा d मिसिङ छ. त्यसैले हामीलाई चाहिँ त्यो मिसिङ चाहिँ हामीले लियो भने चाहिँ हाम्रो स्ट्यान्डर्ड फर्ममा जान्छ के. त्यसको लागि चाहिँ हामीले के फाइदा उठाउँछौं भन्दा a प्लस a बार गर्यो भने चाहिँ हाम्रो के हुन्छ त, यो भनेको 1 नै हुन्छ के. अनि 1 इन्टु समथिङ भयो भने त 1 नै हुन्छ नि त. सरी त्यो समथिङ नै बच्छ नि त. त्यही भएर हामीले के गर्दिन्छौं भन्दा हाम्रो जे मिसिङ छ त्यसले मल्टिप्लाई गर्दिन्छौं के. a बार b बार d बार छ. यहाँ हाम्रो c मिसिङ थियो, त्यही भएर हामीले c प्लस c बार गर्दिम. हामीले यो त 1 हो नि त फाइनली यसको भ्यालु. त्यही भएर यससँग मल्टिप्लाई गर्दा के फरक पर्दैन. हामीले त्यही भएर त्यसको फाइदा उठाएको. प्लस a बार c d अनि हाम्रो के मिसिङ छ यसमा b प्लस b बार गर्दिए मैले. b मिसिङ थियो त्यही भएर. फेरि हाम्रो यसमा के छ त a बार b c छ. हाम्रो d प्लस d बार चाहिँ मैले एड गर्दिए. एड गरिसकेपछि चाहिँ हामीले के गर्छौं भन्दा अब हाम्रो चाहिँ यो सिम्पली अब खोल्ने क्या हामीले ब्र्याकेट. a बार b बार अब c हामीले अगाडि ल्याइदिए, d बार यो भयो प्लस a बार b बार c बार d बार भयो. यतिको अगाडिको चाहिँ अब यस्तै हामीले खोल्ने है त. म खोलेर भिडियो फेरि सो मैले चाहिँ सबै ब्र्याकेट चाहिँ खोलिदिसके. अरु केही गरेको छैन. मैले यिनीहरु यो स्मल ब्र्याकेट जुन हाम्रो मल्टिप्लाई गरेको थियौं त्यो मात्रै खोल्दिए. खोलिदिसकेपछि चाहिँ अब हामीले स्टेपमा के हेर्नु पर्यो त, कुनै डुप्लिकेट छ भने चाहिँ हामीले त्यसलाई रिमुभ गर्नु पर्यो कि डबल छ भने चाहिँ. अब हेरौँ हाम्रो यो पनि उनै छ, यो पनि उसनै. यो र यो हाम्रो हेर्दा सेम छ कि छैन, यो डुप्लिकेट छ कि छैन. त्यही भएर हामीले त्यसलाई चाहिँ रिमुभ गर्दियौं है नेक्स्ट स्टेपमा. a बार b बार c d बार प्लस a बार b बार c d प्लस c बार d प्लस a बार b c d प्लस a बार b बार c d प्लस यसलाई चाहिँ हामीले हटाइदिसक्यो नि त, डबल थियो त्यही भएर b c d बार. हाम्रो यति भयो है त. यति भइसकेपछि चाहिँ हामीले अब चाहिँ हामीले यो भन्दा अगाडिको प्रब्लममा नि गरिराकै हो. हामीले a बारलाई चाहिँ हामीले 0 कन्सिडर गर्थ्यौं भने a लाई चाहिँ त्यही कुराको a लाई चाहिँ हामीले 1 कन्सिडर गर्थ्यौं. त्यस्तै हाम्रो यसमा हेर्दा चाहिँ के छ त, हाम्रो a बार b बार c d बार छ कि छैन. त्यही भएर यसलाई हामीले 0 0 1 0 लेख्न सक्यौं कि नै. यो भनेको चाहिँ हाम्रो बाइनरीमा के हुन्छ त, बाइनरीमा हाम्रो यो भनेको 2 हो कि हैन, 2 हो कि हैन. त्यही भएर हामीले यसलाई m2 लेख्छौं क्या. त्यस्तै हाम्रो यो a बार b बार c बार d छ, त्यसलाई चाहिँ हामीले 0 0 0 1 हो कि हैन त्यो भनेको. त्यसलाई चाहिँ हामीले के लेख्न सक्छौं त, 0 0 0 1 भनेको चाहिँ के हो त, बाइनरीमा हाम्रो 1 हो. त्यही भएर हामीले त्यसलाई m1 लेख्न सक्यौं. सरी गाइज, मैले चाहिँ यो यहाँ चाहिँ मैले खोल्दा चाहिँ मिस्टेक गरेर रहेछ है. a बार b बार d बार छ, मैले यहाँ खोल्दा चाहिँ यहाँ पनि d बार हुन्छ के, त्यसैले यहाँ पनि d बार हुन्छ. हाम्रो यो अब हेरौँ है त. यो d बार भइसकेपछि अब हाम्रो यो भनेको चाहिँ के हो त, 0 0 0 0 हो कि हैन. त्यो भनेको चाहिँ हाम्रो बाइनरीमा के हो, 0 नै हो. त्यही भएर हामी यसलाई m0 लेख्न सक्यौं कि नै. सिमिलरली त्यस्तै लेख्दै जान्छौं के. यो भनेको हाम्रो के हुन्छ, m7 हुन्छ, यो m3 हुन्छ, यो m6 हुन्छ. यदि
अब डाइरेक्टली बाइनरीमा यसरी गर्न आउँछ भने त वी क्यान राइट दिस डाइरेक्टली है। बट इफ आउँदैन भने के गर्ने त भनेर म सिकाउँछु त्यो क्यालकुलेटर। सो हाम्रो क्यालकुलेटर छ, क्यालकुलेटरमा चाहिँ फर्स्टमा हामीहरूले यो बेस एन भन्ने 4मा हुन्छ, मोडलाई थिचेर बेस एन भनेर यो 4मा पहिले हामीले बेस एनको मोडमा लग्न पर्यो। अहिले हाम्रो डेसिमलमा छ, त्यसलाई हामीले बाइनरीमा कन्भर्ट गरौँ। बाइनरीमा कन्भर्ट गरिसकेपछि हामीले के कन्भर्ट गर्नुपर्ने त, सपोज हाम्रो यो कन्भर्ट गर्नुपर्ने, यो भनेको चाहिँ हाम्रो के हुन्छ त, हामीले 00111 लेख्न सक्छौँ कि सक्दैनौँ यसलाई, ए बार बी बार सिडीलाई। त्यही भएर 0011 टाइप गरेँ मैले, 0011 गरेर इक्वल्स टू गर्छु, यो हाम्रो बाइनरीको यो मेमोरीमा बस्यो। त्यसपछि चाहिँ हाम्रो के गर्छु, मैले डेसिमलको बटन थिचिदिन्छु। यहाँ देख्नुहुन्छ है, डेसिमल हेक्स बाइनरी अक्टल भनेर यहाँ छ। हाम्रो डेसिमलमा के हुँदो रहेछ त, यो 3 हुँदो रहेछ, क्यालकुलेटरबाट नै आयो। बिकज हामीहरूले यो मैले किन सिकाएको भनेपछि हाम्रो बानी के हुन्छ त, इक्जाममा 1+1 पनि ट्राई गर्ने के, त्यस्तो बानी हुन्छ नि त। त्यही भएर मैले बाइनरीमा नि गरेर देखाएको है। सो इफ यु आर इन्ट्रेस्टेड देन अब डाउट लाग्छ भने चाहिँ यु क्यान डु दिस फ्रम क्यालकुलेटर टु, त्यही भएर M3 राखेको हो। सिमिलरली अब हामीहरूले के गर्न सक्छौँ त, के गर्न सक्छौँ भन्दा हाम्रो एक्सप्रेसन आएकोलाई चाहिँ हामीहरूले फाइनल बुलियन फङ्सन लेख्न सक्छौँ कि सक्दैनौँ। बुलियन फङ्सन हाम्रो के हुन्छ त, यहाँ M0 M2 सबै छ, त्यसलाई चाहिँ हामीहरूले अब बाइनरीमा कन्भर्ट गरे जस्तो अगाडि अब हामीहरूले M0 म सिमिलरली अब त्यो अर्डर वाइज लेख्छु है त। M0 भनेको हाम्रो 0, M2 छ, त्यसपछि त्यो भनेको 2, M3 छ 3, अर्को हाम्रो के छ M6 छ 6, अनि हाम्रो के छ फाइनल्ली 7 छ। हाम्रो यो चाहिँ अब फङ्सन यो हाम्रो F को चाहिँ आयो है त। अब फेरि हामीहरूले त्यस्तै चाहिँ डोन्ट केयर कन्डिसनको नि फाइन्ड आउट गर्नु पर्यो। कन्भर्टिङ D इन्टु स्ट्यान्डर्ड फर्म लेख्नु पर्यो, यहाँ नि लेख्नु पर्थ्यो है, कन्भर्टिङ फङ्सन इन्टु स्ट्यान्डर्ड फर्म भनेर, F इन्टु स्ट्यान्डर्ड फर्म भनेर। अब हाम्रो D चाहिँ के दिएको छ त हामीलाई, ए बार BCD प्लस हाम्रो ACD प्लस AB बार D छ। अब त्यस्तै अगाडि हामीले सेम गरे जस्तै यसमा नि गर्न पर्यो। यसमा गर्दा हामीले के गर्नु पर्यो त भन्दा के गर्न सकिन्छ, ए बार BCD हाम्रोमा यहाँ 4वटै छ पहिल्यै, उयो ठिक छ। ए हाम्रो B मिसिङ छ यसमा, CD, त्यही भएर B प्लस B बारले मल्टिप्लाई गरिदिउँ, प्लस AB बार D छ हाम्रो, यसमा C मिसिङ छ, C प्लस C बारले मल्टिप्लाई गरिदिउँ। यो चाहिँ म खोलेर भेटेँ है त, यो ब्र्याकेट खोल्छु अनि भिडियो फेरि कन्टिन्यू गर्छु। सो मैले ब्र्याकेट चाहिँ खोलिदिइसकेँ है। ब्र्याकेट खोलिदिइसकेपछि हाम्रो यस्तो आयो एक्सप्रेसन। यसमा अब हामीले हेर्नुपर्ने के हुन्छ त, कुनै डुप्लिकेट त छैन भनेर हेर्नुपर्ने हुन्छ है त। यदि डुप्लिकेट छ भने चाहिँ हामीले हटाउनु पर्ने हुन्छ। सरी मैले फेरि त्यहाँ माथि यहाँ सार्दा मिस्टेक सारेछु क्या, यो है त। सो हाम्रो यहाँ हेर्नुपर्दा चाहिँ केही छैन है, यहाँ मिस्टेक केही छैन, सरी मिस्टेक पनि छैन अब छन त, बट हाम्रो डुप्लिकेट पनि केही छैन। त्यही भएर अगाडि हामीले लेखे जस्तै हाम्रो के हुन्छ त, 0101 को हाम्रो के हुन्छ भनेर अब M5 भयो चाहिँ हाम्रो बाइनरीमा हेर्दा यो 15 भयो, यो 11 भयो, यो हाम्रो अर्को 10 भयो, यो प्लस अर्को हाम्रो 8 भयो है त। अब फेरि त्यसलाई पनि हामीले अगाडि जस्तै बुलियन फङ्सनमा लेखौँ है त। त्यो लेख्दा चाहिँ हाम्रो के हुन्छ त, 5 छ, अर्डर वाइज लेख्छु है म, 5 8 10 11 15 हाम्रो यति अब त आयो, यो F पनि आयो, हाम्रो D पनि आयो। अब नाउ हामीले के गर्नुपर्छ त, के म्याप, अब एसओपी को लागि के म्याप बनाऊँ, POS को लागि के म्याप बनाऊँ, जुन हाम्रो बुलियन फङ्सन एउटा आउँछ त्यसलाई चाहिँ हामीले NAND गेटमा रियलाइज गर्नुपर्छ है त्यो क्वेसनले भनेको चाहिँ। सो त्यसको लागि चाहिँ म F को लागि चाहिँ सरी यो एसओपी को लागि चाहिँ यही बनाउँछु है त। एसओपी फर्मको लागि चाहिँ हाम्रो टेबल बनाएर म भेटेँ है त। सो मैले टेबल बनाइसकेँ। अब टेबलको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दा हाम्रो फङ्सन पनि छ, वेट, यो हाम्रो फङ्सन पनि आएको छ, त्यसलाई चाहिँ हामीले 1 1 प्लट गरिदिउँ है त। फङ्सनको त्यो चाहिँ 0 मा छ, एउटा 2 मा छ, 3 मा छ, 6 मा छ, अनि 7 मा छ, 7 मा 1। अब हाम्रो डोन्ट केयर कन्डिसन पनि राख्नु पर्यो। डोन्ट केयर कन्डिसनको लागि एउटा हाम्रो 5 मा छ, 5 पछि सो हाम्रो डोन्ट केयर 5 मा छ एउटा, अनि हाम्रो 8 कता छ, 8 मा छ,
अनि 10 मा छ, 11 मा छ, 15 मा छ। 15 मा भइसकेपछि हामीले फर्स्ट स्टेप प्लटिङ गर्यौं। नाउ वी आर मुभिङ टु ग्रुपिङ स्टेप। ग्रुपिङ स्टेपमा चाहिँ हामीहरूले अघि भने जस्तै अघिहरुको भिडियोमा गरे जस्तै चाहिँ हामीहरूले चाहिँ म्याक्सिमम नम्बर अफ अब त्यो हेर्नुपर्ने हुन्छ है, पेयर्सहरु हेर्नुपर्ने हुन्छ, 8 4 2 गरेर हेर्नुपर्ने हुन्छ। सो फर्स्टमा हामीले यहाँ हेरौँ है। फर्स्टमा हाम्रो यो पेयर 1 on 1 को पेयर फर्स्टमै देखिरहेछ, 4 वटा बनिसक्यो पेयर। 4 वटा बनाइसकेपछि चाहिँ हामीहरूले फेरि के गर्न सकिन्छ त, यो पेयर लिनलाई चाहिँ हामीहरूले एउटा यो यता साइडको यो 1 लिन सक्यो, अनि फेरि अपोजिट साइडको हामीहरूले यो 1 लिन सक्यो। यो गरेर हामीहरूले दुईटा पेयर बनायौं। त्यो गरिसकेपछि चाहिँ हाम्रो अझै अर्को पेयर बन्छ, यो 1 अनि यो 1 को बन्छ कि बन्दैन। यति बनिसकेपछि चाहिँ अब हामीहरूले फंक्सन लेख्न पर्यो है त। फंक्सन के हुन्छ त हाम्रो? फंक्सन के भन्छ त, हाम्रो फर्स्ट पेयरमा हेरौँ है। फर्स्ट पेयरमा हेर्दा चाहिँ हाम्रो के छ, यहाँ हेरौँ। यहाँ हेर्दा चाहिँ हाम्रो इन दुईवटामा चाहिँ हाम्रो कमन के छ, 0 0 छ। रोमा हेर्दा चाहिँ कोलममा हेर्दा यहाँ पनि 0 0 छ हैन। एबी भनेपछि ए बार बी बार अनि फेरि हाम्रो यो डी बार पनि आयो प्लस। अब फेरि हाम्रो यसमा हेरौँ, यो ठुलोमा चाहिँ हेरौँ है त। ठुलोमा हेर्दा चाहिँ हाम्रो के छ त, यहाँ कमन, यहाँबाट हेर्दा 0 छ। 0 मा हाम्रो ए बार आयो, अनि यहाँ माथि हेर्दा चाहिँ हाम्रो दुईवटा यो 1 1 कमन छ। कमनबाट हाम्रो यो सी छ भनेपछि हामीले सी नै लेख्न सक्यौं। अनि फेरि फर्दर अब अर्को के छ त हाम्रो ग्रुप भनेपछि यो छ हैन। इन दुईटामा फर्स्टमा हाम्रो रोमा हेरौँ। रोमा हाम्रो के छ, 0 0 0 छ। त्यही भएर हामीले बी बार कमन आयो एउटा। अनि फेरि हाम्रो के छ, रोमा हेर्दा चाहिँ 0 कमन आयो इन दुईटाबाट। अब फेरि माथि कोलममा हेर्दा चाहिँ हाम्रो 1 1 छ कि नै, बी सी आयो। सो हाम्रो यो फंक्सन चाहिँ यो भयो है। फाइनली हामीले कस्तो लेख्नु पर्ने हुन्छ भन्दा, फंक्सन भेरिएबल हाम्रो के छ, ए बी सी डी इक्वल्स टु ए बार बी बार डी बार प्लस ए बार सी प्लस बी बार सी। यो चाहिँ हाम्रो के आयो त भन्दा, यो हाम्रो फाइनल एसओपी फर्मको चाहिँ आयो है। एसओपी फर्मको चाहिँ आयो। सो लेट्स मुभ अन पीओएस फर्म। पीओएस फर्मको चाहिँ योभन्दा अगाडि हामीले गरेको थिएनौँ, बट हाम्रो सिमिलर नै हुन्छ है। पीओएस फर्मको लागि म केम्यापको टेबल बनाएर चाहिँ फेरि प्ले गर्छु है। सो हाम्रो यो टेबल चाहिँ रेडी भइसकेको छ। सो म चाहिँ प्लट गर्छु है। सो प्लटिङ चाहिँ हाम्रो अगाडिको जस्तो थियो सेम नै हुन्छ है। प्लटिङ हामीले गराउनु पर्ने पेयर मात्र फरक हुन्छ, एसओपी र पीओएसमा डिफरेन्ट भने चाहिँ। सो अब हेरौँ है, हामीहरूले म्याक्सिमम 8 4 2 गर्दै जानुपर्छ भनेको थिएँ मैले। अब यहाँ हेरौँ त, 8 कै पेयर बनिरहेको क्या हामीले यहाँ हेर्दा। त्यही भएर हामीले 8 को पेयर बनाइदियौँ एउटा। अनि त्यसपछि चाहिँ हाम्रो के बनिरह्यो, म्याक्सिमम। अब हामीले यहाँ हेर्नुपर्ने, अगाडि हामीले 1 को पेयर बनाइरहेको थियौँ, अहिले चाहिँ हामीले 0 लाई चाहिँ पेयर बनाउनु पर्छ है पीओएसमा चाहिँ। अब 0 नै हेरौँ, यहाँ 0 हेर्नु, 0 को पेयर यहाँ 4 वटाको बनिरहेछ। डन केयर छ नि त बिचमा, डन केयरलाई इन्क्लुड गर्न सक्यो। सो अब हाम्रो एउटा 0 चाहिँ बच्यो, बाँकी 0 बचेको छ। यसलाई र यसलाई हामीले फेरि डन केयर र 0 लाई फेरि पेयर गराइदिन सक्यौँ। सो अब यति गरिदिसकेपछि चाहिँ हामीले फंक्सन लेख्नु पर्यो। फंक्सनमा चाहिँ अब हामीले यहाँ हेर्दा डाइरेक्ट यस्तो के आयो भने, कोलममा हाम्रो कुनै पनि कमन हुँदैन के। 0 0 0 1 1 0 1 1 कुनैमा कमन छ र यहाँ चेन्ज भइरह, यता नि चेन्ज भइरह। त्यही भएर यस्तो केसमा हाम्रो कोलममा चाहिँ कमन आउँदैन। बट हाम्रो रोमा चाहिँ हेरौँ, रोमा हेर्दा हाम्रो के छ, 1 1 1 0 छ। त्यही भएर अब हामीले यता पछाडि चाहिँ कमन छैन, 1 1 मा चाहिँ कमन छ। त्यही भएर 1 लिन सक्यौँ। 1 भनेको चाहिँ त हाम्रो के हो त, रोमा ए हो। ए मात्र आयो। अब हामीहरूले ए मात्र आयो है। ए मात्र आयो किन ए आयो। ए आइसकेपछि अब हामीहरूले के गर्नुपर्छ भन्दा, पीओएस फर्ममा चाहिँ हामीहरूले अब अगाडि चाहिँ हामीहरूले अब सबैको पेयरमा लिएर ए प्लस बी बार सी प्लस यसरी गइरहेको थियौँ। अहिले चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, ए कमन आयो। ए खास हामीहरूले अगाडि एसओपीमा हेर्दाखेरि चाहिँ हाम्रो त्यो ए हो नि त। बट अब हाम्रो पीओएसमा चाहिँ के हुन्छ भन्दा, हाम्रो ए बार हुन्छ क्या, ए बार हुन्छ।
अनि हामीहरूले चाहिँ ठ्याक्क अपोजिट हुन्छ। अब हामीहरूले त्यहाँ बिचमा प्लस गरिरहेको हुन्थ्यौँ, अब चाहिँ यहाँ बिचमा हामीहरूले मल्टिप्लाई गर्नुपर्ने हुन्छ क्या। त्यस्तै अब हामीहरूले यहाँ हेरौँ, यस्तो केस 4वटा आयो कोलममा, अघि जस्तै हाम्रो यहाँ यो रोमा चाहिँ हाम्रो 4वटा आयो, अघि जस्तो कोलमको केस भयो। यसमा चाहिँ हाम्रो रोबाट कुनै पनि कमन आउँदैन, बट हाम्रो यहाँ कोलममा हेर्दा चाहिँ 0 1 कमन आउँछ। 0 1 कमन आउँछ, त्यही भएर हामीहरूले 0 भनेको चाहिँ हाम्रो पिओएसमा त के हुन्छ त ठ्याक्क अपोजिट हुन्छ। त्यही भएर हाम्रो के हुन्छ, सी हुन्छ 0 भनेको। 1 भनेको चाहिँ हाम्रो डी बार हुन्छ। डी बारलाई चाहिँ अब हामीले जोड्नुपर्ने यहाँ बिचमा प्लसले हुन्छ क्या, यिनीहरूलाई पेयरको प्लसले हुन्छ क्या। फेरि के आयो त हाम्रो सी प्लस डी आयो डट। फेरि अब हाम्रो अर्को हेरौँ, यो फाइनल हेरौँ। फाइनलमा चाहिँ हाम्रो यो रोमा हेर्दा 0 1 छ। 0 1 भनेको चाहिँ के हो, हाम्रो पिओएसमा ए भनेको चाहिँ 0 भनेको चाहिँ ए बार भयो, बी भनेको चाहिँ हाम्रो के भयो, बी भनेको चाहिँ हाम्रो 1 भनेको चाहिँ अब त्यो हुने भयो, बी नै भयो। प्लस बिचमा चाहिँ प्लसले जोड्नुपर्छ क्या पिओएसमा चाहिँ, बी मात्रै हुन्छ। अनि फेरि हाम्रो यहाँ कमन हेरौँ है, माथि कोलममा 0 0 0 1 छ, हाम्रो यो फर्स्टको कमन भयो सी भनेको चाहिँ हाम्रो पिओएसमा के हुन्छ त सी, अनि 0 भनेको चाहिँ हाम्रो सी नै हुन्छ प्लस सी। सो यसरी चाहिँ हामीले एसओपी र पिओएस फर्ममा चाहिँ हामीले यो हाम्रो यो दिएको बुलियन फङ्सनलाई चाहिँ सिम्प्लिफाई गर्न सक्छौँ। अब हाम्रो यसपछि चाहिँ क्वेसनमा के छ भन्दा रियलाइज अब ड्र इट युजिङ न्यान्ड इक्विभ्यालेन्ट लजिक भनेको छ। हाम्रो अब भिडियो चाहिँ 16-17 मिनटको भइसक्यो, त्यही भएर मैले चाहिँ यो गरेन। योभन्दा अगाडिको भिडियोहरूमा छ है त यो हाम्रो कसरी न्यान्डले नरले कसरी इक्विभ्यालेन्ट लजिकहरू बनाउने, न्यान्ड र नर किन युनिभर्सल गेटहरू हो भनेर सबै त्यो अगाडिको भिडियोहरूमा छ है त। थ्याङ्क यू फर वाचिङ।